अहिले धेरैजना साथीहरूले यो पछिल्लो विकसित राजनैतिक घटनाहरूप्रति नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री लगायत तिनीहरूलाई बडो जोडतोडले पेलिरहेका छन् र पेल्नुपर्छ, एकदम आवश्यक छ। अर्को सँगसँगै अर्को कुरा के छ भने यतिखेर प्रचण्डका साइबर स्यालहरू प्रचण्डलाई चाहिँ एउटा डाइनामिक लिडर, राम्रो नेता, राम्रो छवि भएको मान्छे भनेर चाहिँ स्थापित गर्ने प्रयत्न गरिरहेका छन् र यो जेन्जी आन्दोलन हुनुमा प्रचण्डको भूमिका छ भन्ने कुरामा पनि विभिन्न कोणबाट अहिले व्याख्या विश्लेषणहरू भइरहेका छन्। पूर्व अतिरिक्त आइजिपीले प्रचण्डको घरबाट 23 गतेको आन्दोलन अगावै 2 ट्रक क्यास चाहिँ कतै सुरक्षित स्थानतिर लगिएको भन्ने कुरा पनि उहाँले खुलाउनु भएको छ। देशको एउटा सुरक्षा निकाय प्रशासन हेरेको व्यक्तिको एउटा प्रशासकले त्यो कुरा हावा तालमा भनेका छैनन्। उनले कार्यक्रमको अन्त्यमा मैले बोलेका हरेक शब्दको म जिम्मेवारी लिन सक्छु भन्ने कुरा उनले दाबी गरेका छन्। र अहिले धेरै मान्छेहरू प्रचण्डलाई चाहिँ एउटा डाइनामिक लिडर र यो पछिल्लो समयमा जेएनजीहरूले उठाइरहेको मुद्दा त माओवादीले धेरै पहिला उठाएको, प्रचण्डले धेरै पहिला उठाएको प्रत्यक्ष कार्यकारी प्रणालीमा जाने भन्ने कुरा भनेर उसलाई चाहिँ एउटा दूरदृष्टि भएको नेताका रूपमा उसलाई स्थापित गर्ने प्रयत्न गरिरहेका छन्। माओवादीका छाउराहरूले, माओवादीका जति पनि स्यालहरू छन्, उसका अघि पछि हिँड्ने जति पनि छन्, ती स्यालहरूले के बुझ्नुपर्छ भने नेपालमा अहिले जुन स्थिति उत्पन्न भएको छ, यो स्थिति उत्पन्न हुनुमा प्रचण्डको र तिमीहरूको माओवादीको ठुलो हात छ। आज यो देशमा हिजो 2052 देखि 62-63 सम्म जुन खालको विध्वंस र जुन खालको आतंक यो देशमा मचियो, त्यो मचिनुमा माओवादीको प्रमुख हात छ। र त्यो यदि हिंसा देशमा हुन्थेन भने अहिले नेपाल थोरै भए पनि विकसित हुन्थ्यो र अहिलेको यो स्थिति सायदै आउँथेन। र माओवादीका जति पनि कार्यकर्ताहरू छौ, जति पनि नेताहरू छन्, तिनीहरूले एउटा कुरा स्पष्ट के बुझ्नुपर्छ भने यो देश विकास नहुनुमा, यो देश उधोगतितिर लाग्नुमा माओवादी प्रमुख कारण हो। होला माओवादीका केही मुद्दाहरू होलान्, ती मुद्दाहरू आफूलाई स्थापित गर्ने कुरामा उनीहरूले प्रयोग गरे, तर ती कुराहरूलाई पूर्ण रूपमा ग्राउन्ड लेभलमा उनीहरूले कहिल्यै पनि त्यसको कार्यान्वयन गरेका छैन। र यो देशलाई अशान्तितिर लिने, यो देशलाई थप अविकसित दिशातिर लिने र थप द्वन्द्वतिर लिने काम विगतमा आज पटक पटक प्रचण्ड र माओवादीले गरिरहेका छन्। माओवादी यो देशको लागि घातक छ, यो हामीले बुझ्नु। कान्तिपुरका सम्पादक सुधीर शर्माले एउटा किताब लेख्नु भएको छ, प्रयोगशाला भन्ने कुरा, र त्यो माओवादीको सुरुवात, उत्कर्ष र त्यसको अवतरणका सन्दर्भमा त्यहाँ कुराहरू भएका छन्। तत्कालीन राज्य व्यवस्थाका विरुद्धमा उनीहरूले जुन खालको शक्ति निर्माण गरेर राज्यका विरुद्धमा लडे, नेपाली जनताका विरुद्धमा लडे, नेपाली जनताका छोराछोरीहरूलाई उनीहरूले प्रयोग गरे, जुन खालको द्वन्द्व, हिंसा, आतंक यो देशमा मचाए, त्यसका पछाडि कसको हात छ, कसको छैन, त्यो कुरा त्यो किताबमा भएका कुराहरू स्वयं प्रचण्डले पनि त्यसको सुरुवाती पृष्ठमा शुभकामना लेख्ने क्रममा स्वीकारेका छन्। भनेपछि तिमीहरूको आन्दोलन कहाँबाट परिचालित थियो, कहाँबाट फन्डेड थियो, तिमीहरूले कहाँ बसेर आन्दोलन गरेका थियौ, त्यो कुरा त स्पष्ट त्यही किताबमै लेखिएको छ। र तिमीहरूले अहिले देशमा जुन खालको परिवर्तन युवाहरूले खोजे, जेन्जीहरूले खोजे, त्यो हाम्रै माग थियो भनेर आन्दोलनलाई हाइज्याक गर्ने त्यो कुचेष्टा तिमीहरूले गर्ने नैतिक अधिकार छैन। प्रचण्डको त्यो नैतिक अधिकार छैन। प्रचण्डले त्यो हैसियत राख्दैन। नेपाली जनतामा उसको कुनै पनि एउटा नैतिक
त्यो पक्ष छँदै छैन, तर जनताले स्वीकार्दैन। त्यो नस्वीकार्ने कुरा उसका विगतका क्रियाकलापहरूले नै देखिन्छ। चितवनबाट चुनाव लड्न नसकेर उता कता कता भागेर चुनाव लडेको छ त्यो मान्छे। त्यसले चाहिँ देशलाई निकास दिने कुरा, प्रचण्डलाई देश जिम्मा लाउनु भनेको देशलाई थप दुर्गतितिर लिएर जानु हो। त्यसो भएको हुँदा प्रचण्डका जति पनि स्यालहरू छन् र माओवादीका जति पनि कार्यकर्ताहरू भनिने नेताहरू छन् भ्रष्टहरू, तिमीहरू कान खोलेर सुन। माओवादी पार्टीको अस्तित्व यो देशबाट छिटोभन्दा छिटो समाप्त हुनुपर्छ, अनि मात्र यो देशमा थोरै भए पनि केही विकास हुन्छ। तिमीहरूले गरेका हाम्रो मौलिक परम्परामाथि गरेको आक्रमण नेपाली जनताले बिर्सेका छैनन्। 17,000 नेपाली जनताका छोराछोरीहरू तिमीहरूले नरसंहार गरेको नेपाली जनताले बिर्सेका छैनन्। तिमीहरूको नेताले भन्थ्यो नि, तिमीहरू सुप्रिमो भनेर प्रचण्डलाई भन्छौ नि, तिमीहरूको सुप्रिमो, तिमीहरूको बाउले त भनेको थियो त 10 वर्षमा नेपाललाई दक्षिण एसियाको त सबभन्दा अगाडि लान्छौँ भन्दै थियो त। खोइ त आज देश दक्षिण एसियाको कहाँ छ? आज हिजो भर्खरै विश्व ब्याङ्कले एउटा रिपोर्ट निकालेको छ कि दक्षिण एसियामा सबैभन्दा बढी बेरोजगारी दर नेपालमा छ। त्यसको कारण पनि तिमीहरूको बाउ प्रचण्ड हो। त्यसो भएको हुँदा माओवादीका जति पनि झोलेहरू छन् तिनीहरूले धेरै चुमुक गर्नु आवश्यक छैन। तिमीहरूको बाउको यो देश होइन, तिमीहरूले बिगारेको देश हो यो। राजनीति गर्ने स्वतन्त्रता तिमीहरूलाई होला, तर तिमीहरू जुन विचार, जुन नैतिकता, जुन उद्देश्यसहित यो देशमा राजनीति गरिरहेका छौ त्यसले देशलाई थप अधोगतितिर लिएर जान्छ, देशलाई थप अशान्तितिर लिएर जान्छ। यसले नेपाली जनताको हितमा कुनै पनि काम गर्दैन। त्यसो भएको हुँदा नेपालको विकास, नेपालको समृद्धि, नेपालको सुख र शान्तिका लागि नेपाली जनताले, नेपाली समाजले चाहेको व्यक्ति, पार्टी, संस्था अब नेपालको राजनीतिमा स्थापित हुनुपर्छ र नेपाललाई एउटा दीर्घकालीन शान्ति, विकास र स्थायित्वतिर लिएर जानुपर्छ भन्ने मेरो धारणा छ। सायद सबै नेपाली जनताको, अहिलेको जेनजी पुस्ताको सबैको माग पनि सायद यही नै हुनुपर्छ। धन्यवाद।